यो दृश्य आठबीस नगरपालिका वडा नम्बर 3 जाक्सी खोलामा बनेको मोटरेबल पक्की पुलको हो। कर्णाली राजमार्गमा पर्ने यो पुलको निर्माण कार्य सम्पन्न भएको झन्डै 10-12 वर्ष भइसक्यो तर पनि सञ्चालनमा आएको छैन। स्थानीयसँग बुझ्दा यो पुल निर्माण गर्दा ठेकेदारले आसपासका व्यापारी मजदुर लगाएको पैसा झन्डै 20-22 लाख पैसा नतिरी भागेकोले यो पुल सञ्चालनमा समस्या आएको भन्ने बुझियो। यतिका वर्ष भइसक्दा पनि यी स्थानीय मजदुरको समस्या समाधान राज्यले गर्नुपर्ने होइन र? यो पुल यतिका वर्षसम्म निर्माण भइसक्दा पनि सञ्चालनमा नआउनाले कर्णाली राजमार्गमा दैनिक ओहोरदोहोर गरिरहने साना ठुला गाडीहरूलाई अरू समयमा खासै समस्या नआए पनि वर्षायामको समयमा भने दैनिक 2-4 घण्टादेखि 2-4 दिनसम्म कुरेर बस्नुपर्ने बाध्यता छ। निर्माण भइसकेको पुल सञ्चालनमा नआउनुको जिम्मा कसले लिने? यहाँ राज्य छ भने खै कहाँ छ? सरकार निकायवालाको ध्यान जाओस्। स्थानीय सरकार के हेरेर बसेको? काम गर्न सकिँदैन, बजेट छैन, तर पहल त गर्न सकिन्छ होला नि।